हे गाइज लङ टाइम बादमा म भिडियो बनाउँदैछु है। यो चाहिँ के हो भन्दाखेरि आजकल मैले है सोसियल मिडियामा अब म नआए पनि होइन, तर हेरिरहेको हुन्छु र देखिरहेको हुन्छु कतिजनाले भिडियोहरू बनाउँछ। स्पेसियली अब यो केयर गिभरहरूले कतिजनाले भिडियोहरू बनाइरहेको हुन्छ है। अब हामी राति सुत्नु पाउँदैनौँ के अब प्रब्लमहरू सुनाइरहेको हुन्छ, धेरै कुरो प्रब्लमहरू सुनाइरहेको हुन्छ। उनीहरूको आफ्नो थट हो त्यो होइन, त्यो सुनाउनु अब त्यो सुनाउनु हुँदैन भन्नेको होइन। तर कोइनको जहिले पनि एउटा कोइनको दुई पेलु हुन्छ होइन। अब एउटा चित हुन्छ एउटा पट हुन्छ नि त होइन। अब दुःख नगरी त सुख पाइँदैन होइन। अन्त त्यस्तो अब भिडियोहरू हाल्दा चाहिँ के आउने मान्छेहरूलाई चाहिँ अब नयाँ मान्छेहरू जो चाहिँ इच्छुक हुन्छ उनीहरूलाई चाहिँ अलिकति डिमोरलाइज भएको जस्तो लाग्छ क्या। अब सबको काम एउटै हुँदैन भनेर थाहै छ तपाईँहरूलाई पनि होइन। अब त्यस्तै हो, अब उनीहरूले पनि बुझेर होइन दुइटै अब एस्पेक्ट हाल्नुपर्छ क्या। एउटा राम्रो एउटा नराम्रो दुइटै हुन्छ नि त। अब उनीहरूले आएर अब कमाएर होइन, कमाएर अब दुःख त गर्छ, दुःख बिना त सुख छैन। अन्त कमाएर उनीहरूले पैसा रुपियाँ कमाएर उनीहरूले आफ्नो परिवारलाई पालिरहेको हुन्छ होइन, त्यही काम गरेर होइन। अब त्यस्तो गरिरहेको हुन्छ र त्यसको दुईतर्फ हो नि त, कोइनको दुईतर्फ हुन्छ नि त। हो किन दुईतर्फ उयो हुन्छ नि त, एउटा चित हुन्छ पट हुन्छ नि। अन्त यो कुरो चाहिँ क्या मलाई कस्तो लाग्छ क्या, विश्वास लाग्छ क्या। आफ्नो दुःख सुनाउनु ठिक हो, तर सुख पनि सुनाउ न होइन, मलाई चाहिँ त्यो लाग्छ क्या। दुःखको साथसाथ सुख पनि सुनाइदेऊ ताकि आउने मान्छेलाई यस्तो पनि हुँदो रहेछ, त्यसो पनि गर्नु सक्दो रहेछौँ भन्ने हुन्छ नि त होइन। हर प्रब्लमको सल्युसन हुन्छ होइन। र आफू चाहिँ अब दुःखमा त सुनाउने, तर अब सुखमा टक्कै अब उयो थापेर पैसा रुपियाँ थापेर चाहिँ मजाले घुम्नु जाँदा चाहिँ त्यो सुख चाहिँ नदेखाउने, त्यो त होइन नि त होइन। त्यही कारणले अरूलाई डिमोरलाइज नगरौँ होइन। जो आउनु इच्छुकहरू छ उनीहरू आउँदा हुन्छ। इजरायलको काम, यो केयर गिभरको काम भनेको नै त्यस्तो हो, सुख दुःख भइ नै रहन्छ होइन। त्यही साह्रो अप्ठ्यारो र कसैको राम्रो पनि हुन्छ नराम्रो पनि हुन्छ काम होइन, त्यतिको हो। र आउनेहरूले चाहिँ जो पनि अब आउनु चाहनेहरू चाहिँ अब आउनु क्या। त्यो पहिल्यैबाट अब नसोच्नु कि अब यस्तो भिडियो बनाएको थियो कि त्यस्तो मान्छेले त्यस्तो भिडियो बनाएको थियो त, दुःख लाग्दो कुरो गरेको थियो, त्यो सब होइन क्या। हुन त हो अब त्यो कतिवटा कुरोमा त्यो पनि उनीहरू पनि सही नै छ, तर कोइनको दुई पेलु हुन्छ।